90% ट्रेडरहरू किन लस गर्छन् थाहा छ? किनकि उनीहरू मार्केट एनालाइज नै गलत तरिकाले गर्छन्। आज म तपाईलाई देखाउने छु कि म कसरी डेली लाइभ मार्केटलाई एनालाइसिस गर्छु र स्टेप बाइ स्टेप भन्ने छु। यो भिडियो पुरा हेर्नु भयो भने तपाईको मार्केट हेर्ने भ्यू नै चेन्ज हुनेछ। फर्स्ट नम्बरमा म हेर्छु मार्केट स्ट्रक्चर। मार्केट कस्तो स्ट्रक्चरमा छ अथवा मार्केट अहिले कुन सिचुएसनमा छ। सबैभन्दा पहिलो मार्केट स्ट्रक्चर हेर्नुपर्छ किनकि यो एकदमै इम्पोर्टेन्ट हो। यदि अप ट्रेन्ड छ भने हायर हाई प्लस हायर लो गर्दै माथितर्फ मार्केट मुभ हुन्छ भने, अथवा यदि मार्केट डाउन ट्रेन्डमा छ भने लोअर हाई प्लस लोअर लो गर्दै मार्केट डाउन ट्रेन्डमा मुभ हुन्छ। ट्रेन्ड थाहा पाएपछि 50% काम यही सकिन्छ। यदि तपाईहरु कोही पनि साथीहरु, म बारम्बार भनिरहेको छु, ट्रेन्डको एगेन्स्ट गएर तपाईहरु ट्रेड लिनु भयो भने नदीको उल्टो तैरिनु जस्तै हो। र 2 नम्बरमा रहेको छ सपोर्ट एन्ड रेजिस्टेन्स अथवा की लेभलहरु फाइन्ड गर्ने। त्यसपछि गएर म मार्केटमा की लेभलहरु ड्र गर्छु, जस्तो कि प्रिभियस हाई अथवा लो कहाँ बनेका छन् र साथसाथै स्ट्रङ रिजेक्सनको जोनहरु कहाँ छन्। त्यस्ता ठाउँहरुलाई हामीहरु की लेभल अथवा तपाईहरु एउटा रेखाले जुन छ हामीहरु होरिजेन्टल रेखा युज गर्छौं, त्यो होरिजेन्टल रेखाले हामीहरु एउटा एरिया बनाउन सक्छौं जहाँ मार्केट त्यो लेभलबाट मार्केट रेस्पेक्ट गरेर बारम्बार बाउन्स भएको हुन्छ। र 3 नम्बरमा रहेको छ लिक्विडिटी कन्सेप्ट। बिग प्लेयर्सहरु, स्मार्ट मनी अथवा इन्भेस्टर, ठुलो अपरेटर्सहरु उनीहरु कहाँ एन्ट्री गर्छन्। स्टप लस हन्ट हुन्छ, त्यसपछि उनीहरु एन्ट्री गर्छन् र साथसाथै लिक्विडिटी ग्र्याब हुन्छ, त्यसपछि मात्रै उनीहरु एन्ट्री गर्छन्। जहाँ अर्कोतर्फ रिटेल ट्रेडरहरु जहाँ एन्ट्री गर्छन् त्यहाँ स्मार्ट मनी कन्सेप्टहरु त्यसको विपरीत मार्केटलाई लग्छ। जस्तो तपाईहरु सपोर्ट एन्ड रेजिस्टेन्समा एन्ट्री गर्नुभयो भने तपाईको मार्केट सपोर्ट एन्ड रेजिस्टेन्स देखि माथि नगएर तपाईको सपोर्टको तलतर्फ अझ मार्केट जान्छ, जहाँ तपाईको लिक्विडिटी ग्र्याब गरिन्छ अथवा स्टप लस हिट गरिन्छ। त्यसपछि गएर मार्केट फेरि पुनः माथि जान्छ अथवा तपाईकै फेभरमा मार्केट जान्छ। पहिला त तपाईको स्टप लस हिट गर्छ। र अर्को एकदमै इम्पोर्टेन्ट 4 नम्बरमा रहेको छ एन्ट्री स्ट्र्याटेजी है। अब मेन कुरा आयो। अब यहाँ एन्ट्री गर्नु भन्दा पहिला हामीहरु तीनवटा चीजको कम्बाइन गर्नुपर्छ, त्यसपछि मात्र एन्ट्री गर्ने। त्यो चीजहरु रहेको छ ट्रेन्ड प्लस की लेभल प्लस कन्फर्मेसन, अथवा की लेभललाई हामीहरु सपोर्ट एन्ड रेजिस्टेन्स पनि भन्न सक्छौं। र कन्फर्मेसनको लागि चाहिँ हाम्रो चाहिँ दुईटा थोक हुनुपर्छ कि एउटा तपाईको स्ट्रङ रिजेक्सन क्यान्डल हुनुपर्छ भने अर्को तपाईको ब्रेकआउट अथवा रिटेस्ट भएको हुनुपर्छ है। म बारम्बार फेरि भनिरहेको छु यो कुराहरु। कहिले पनि तपाईहरु ब्लाइन्डली कहिले पनि एन्ट्री नगर्नुस् है। ब्रेकआउट भएको छैन भने तपाईहरु एन्ट्री नलिनुस्। तबसम्म पर्खिनुपर्छ, कुर्नुपर्छ जबसम्म तपाईको ब्रेकआउट अथवा रिटेस्ट भएको हुँदैन। अर्को 5 नम्बरमा एकदमै इम्पोर्टेन्ट रहेको छ हाम्रो टपिक रिस्क म्यानेजमेन्ट। यदि तपाई रिस्क म्यानेजमेन्ट अपनाउनु भएन भने बेस्ट भन्दा बेस्ट स्ट्र्याटेजी पनि तपाईको लागि काम लाग्ने छैन, किनकि तपाईको हरेक ट्रेडमा 1 देखि 2% को मात्र रिस्क लिनुपर्छ। प्लस ट्रेड लिने बित्तिकै तपाई आफ्नो स्टप लस पनि राख्नु एकदमै इम्पोर्टेन्ट हुन्छ। यसलाई हामी कम्पल्सरी नै मान्नुपर्छ र कम्पल्सरी रूपमा तपाईहरु स्टप लस पनि राख्नुपर्छ। अब रियल एक्जाम्पलको तर्फ जाउँ। अब हामी हेर्ने छौं कि रियल चार्टमा कसरी हामीहरु ट्रेड लिने। र ट्रेड लिनु भन्दा अगाडि हामीहरु चाहिँ तीनवटा कन्सेप्टहरु मिलाएर कम्बाइन गरेर त्यसपछि ट्रेड लिनुपर्छ। र यहाँ अब तपाईलाई रियल ट्रेड एक्जाम्पल देखाउने छु, जुन कि हामीहरु ट्रेन्ड आइडेन्टिफाई गर्छौं। पहिला यो मार्केट अप ट्रेन्ड छ कि डाउन ट्रेन्डमा, साथसाथै यहाँ की लेभलहरु ड्र गरेर र लिक्विडिटी ग्र्याब गरेको छ कि छैन, प्लस तपाईको कन्फर्मेसन लिएर अनि त्यसपछि एन्ट्री लिनेछौं। र जाउँ अब तपाईहरुको यहाँ हेर्न सक्नुहुन्छ जुन कि हामीहरुको ट्रेन्ड छ त्यो हाम्रो यहाँ हेर्न सक्नुहुन्छ, जुन कि हामीहरुलाई क्लियरली देखिदैछ यो एउटा अप ट्रेन्ड थियो। र अप ट्रेन्ड पछि हामीलाई एउटा की लेभल खोज्नु पर्छ, जुन कि हामीहरु यो लेभललाई हामी की लेभल मान्छौं र यो एउटा हाम्रो सपोर्ट एरिया हो। र भने यहाँको एरियामा हाम्रो के छ भने एउटा हाम्रो यो रेजिस्टेन्स एरिया छ र यो बीचको एरियालाई हामीहरु की एरिया भन्छौं। र यो की एरियामा हाम्रो मार्केट बारम्बार यहाँदेखि बाउन्स भएको छ, जसको कारणले हामीलाई यो कन्फर्म भयो कि यो हाम्रो की एरिया हो र हामीहरु की एरियामा मार्केटमा इजिली ट्रेड लिन सक्छौं। तब लिन सक्छौं जब मार्केटमा लिक्विडिटी ग्र्याब भएको हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ लिक्विडिटी ग्र्याब गरेका छन्। धेरै जस्तो मान्छेहरुलाई लाग्छ कि मार्केट यहाँदेखि बाउन्स भएको छ र निकै जना मान्छेहरु सपोर्ट एन्ड रेजिस्टेन्समा यदि
बाई गर्न खोज्छ भने उनीहरूको यहाँ पहिला बाई गर्दाखेरि उनीहरूको पहिला स्टप लस हिट हुन्छ अनि त्यसपछि मार्केट मात्रै माथितर्फ जान्छ। प्लस तपाईँको कन्फर्मेसन लिनु छ पहिला, र कन्फर्मेसन हाम्रो के छ भन्दाखेरि हाम्रो कन्फर्मेसन छ यो रिटेस्ट, र रिटेस्ट भएपछि अनि मात्रै मार्केट के हुन्छ भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ रिटेस्ट भएपछि मात्रै हाम्रो मार्केट यहाँ अप ट्रेन्डमा हुन्छ र अथवा यो मार्केट लिक्विडिटी स्विप गर्न जान्छ। र यो लिक्विडिटी जुन हुन्छ हाम्रो यो लिक्विडिटीको स्विपको एरिया यो जुन हाम्रो प्रिभियस हाई हो यो प्रिभियस हाईको एरियामा हाम्रो लिक्विडिटी स्विप हुन्छ र यसरी चाहिँ मार्केटमा हाम्रो यो कन्सेप्ट काम गर्छ र हामीहरू एक्ज्याक्टली कन्फर्मेसनको साथ यहाँ जब रिटेस्ट हुन्छ त्यसपछि हामीहरू एन्ट्री गर्न सक्छौँ र एन्ट्री गर्छौँ भने लगभग यहाँ एउटा हाम्रो स्विङ हाईको एरियालाई कभर गरेर यहाँ हाम्रो एउटा राम्रो प्रफिट एउटा बुक गर्न सक्छौँ। यो जुन इक्जाम्पल छ हाम्रो यो इक्जाम्पल कुनै ऱ्यान्डम इक्जाम्पल होइन, यो नेप्सीमा लिस्टेड प्राइम कमर्सियल ब्याङ्कको हो जुन कि तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ र यो हाम्रो जुन लिस्टेड ब्याङ्क हो र यो हामीहरू यो जुन एक्सप्लेन गर्दैछौँ यो हामीहरू अहिले चाहिँ ट्रेड लिन सक्दैनौँ, बट यो चाहिँ मैले इक्जाम्पलको लागि जस्ट तपाईँहरूलाई यो प्रिभियस चार्ट मैले देखाएको हो। अहिले मार्केट निकै अगाडि छ र यो मैले प्रिभियस चार्ट अहिले तपाईँहरूलाई जस्ट इक्जाम्पलको लागि देखाएको र यदि तपाईँहरूको यही सिनारियो अथवा यही केस सेम आयो भने हाम्रो अब फ्युचरमा जस्तो यो केस आयो भने रिपिट भयो भने त्यसपछि हामीहरू ट्रेड लिन सक्छौँ यसरी नै। र यदि तपाईँहरू सिरियस हुनुहुन्छ भने ट्रेडिङमा यो च्यानलले तपाईँको ट्रेडिङ जर्नीमा केही नयाँ थप इम्प्रुभमेन्टहरू ल्याउन सक्छ। सो त्यसको लागि चाहिँ तपाईँहरू कमेन्ट पनि गरिदिनुहोस् कि अब तपाईँ अर्को भिडियो कुन टपिकमा हेर्न चाहनुहुन्छ, त्यसको लागि कमेन्ट गर्न चाहिँ नबिर्सनुहोस्। थ्याङ्क्स फर वाचिङ।